संघ को 49वां साधारण सभा का अध्यक्ष, यस उद्योग वाणिज्य संघ का अध्यक्ष अनिल अग्रवाल जी, नेपाली कांग्रेस पार्टी निर्वाचित प्रदेश सदस्य श्याम पटेल जी, पूर्व मंत्री प्रदेश सरकार का संविधान सभा का सदस्य ओम प्रकाश शर्मा जी, उद्योग वाणिज्य महासंघ का उपाध्यक्ष हेमराज ठकाल जी, निवर्तमान उद्योग वाणिज्य संघ का अध्यक्ष सुबोध गुप्ता जी, डॉक्टर सुबोध गुप्ता जी, उद्योग वाणिज्य संघ प्रदेश का अध्यक्ष अशोक टेमानी जी, उद्योग वाणिज्य संघ का वरिष्ठ उपाध्यक्ष जी लोग, उद्योग वाणिज्य संघ का पूर्व अध्यक्ष जी लोग, वीरगंज उद्योग व्यवसाय में दिन रात उन्नति प्रगति को प्रयास करी रहेका उद्योगी व्यवसायी महिला एवं सदन वृंद, आज उद्योग व्यवसाय को लागि विभिन्न कारणले कानूनी पनि हुन सक्छ, आर्थिक मंदी को कारण पनि हुन सक्छ, कोविड को कारणले पनि हो, आजको अवस्था रसिया युक्रेन लगायत विश्वभरिमा भएको अशान्ति, माओवादी द्वन्द्व को कारण पनि हो र मधेस आन्दोलनमा मधेसले के पायो पाएन त्यो छलफलको विषय हुन सक्छ, तर मधेस आन्दोलन का कारण सबभन्दा क्षति बेहोरेको नेपालमा वीरगंज उद्योग वाणिज्य संघ आबद्ध भएका उद्योगी व्यवसायीहरूले हो। मलाई रामधारी सिंह दिनकरको एउटा कविता म सम्झिरहेको छु। लाशों से हो पटीधरा, लाशों से हो पटीधरा, मुर्दों को भी तुम्हारे लिए रास्ता देना ही होगा, इरादे हो बुलंद तो लोहे के पेड़ भी हरे होंगे। यस्तो विपरीत परिस्थितिमा पनि जुन वर्गको देशैभरिमा कम से कम 80% जीडीपी में योगदान छ, यस्तो विपरीत परिस्थितिमा पनि जागर हारेकोमा देख्दैन। एकदम अप्टिमिस्टिक, आशावादी, केही न केही राम्रो कुरा हुन्छ भनेर आश लिएर दिन रात मेहनत गरिराख्नु भएका उद्योगी व्यवसायीहरूलाई म सबभन्दा पहिले सल्युट गर्न चाहन्छु। जय नेपाल। वीरगंज को कुरा गरिरहदा अब वीरगंज में 500 बेड को हॉस्पिटल बनने प्लानिंग भइरहेको छ, त्यो काम अब पूरा हुन्छ, टेंडर में जाँदैछ र उद्योग व्यवसाय को क्षेत्र में अनेक कठिनाई का कुराहरू अगाडिका विभिन्न वक्ताजीहरूले, उद्योग वाणिज्य संघ का अहिलेका अध्यक्ष जी, निवर्तमान अध्यक्ष जी, महासंघ का उपाध्यक्ष जी र वीरगंज उद्योग के क्षेत्र को मूर्धन्य व्यक्तित्व अशोक दाई, उद्योगी व्यवसायी एवं लेखक गणेश लाट जी, मेरो हाई स्कूल का सखा अशोक टेमानी जी लगायत ओम प्रकाश शर्मा जी त अब उता कता कता जाने धुनमा हुनुहुन्थ्यो। आज धेरै कुरा राख्नु भएन।
सबैले यहाँ भएका कठिनाइको बारेमा कुराहरू राख्नुभयो र व्यावसायिक क्षेत्रमा जे जहाँ जहाँ कठिनाइ छ, मेरो अघि कुरा भइरहेको थियो अध्यक्षजीसँग, म कानुन मन्त्रीको नाताले धेरै ठुलो कुरा गर्न चाहन्न। म तपाईहरुकै बीचको मान्छे, वीरगञ्जबाटै प्रतिनिधित्व गरिरहेको छु। तपाईहरुको लागि तपाईहरुको बीचमै बसेर काम गर्ने म मान्छे हो। उहाँसँग कुरा हुँदा मैले भने तपाई काठमाडौँ आउनुस्, डेलिगेसन लिएर आउनुहुन्छ भने डेलिगेसन लिएर आउनुस्। नेपाल सरकारका अर्थमन्त्री एवं उप प्रधानमन्त्री विष्णु पौडेलजीसँग कुरा गरौँ। अब बजेट बन्दैछ, व्यापार क्षेत्रमा के कानुनहरू कहाँ कहाँ कुन कुन विधेयकमा संशोधन गर्नुपर्ने आवश्यकता छ, त्यसमा छलफल गरौँ। लबिङ गर्नुपर्छ। दुनियाँमा जहाँ जहाँ संसदीय व्यवस्था छ, स्वार्थ समूहले आफ्नो बजेट बन्नुभन्दा पहिले बजेट तयारी गर्ने बेलामा आफ्नो कुरा राखेर प्रेसर गरेर हुन्छ कि कन्भिन्स गरेर हुन्छ कि, त्यसको लागि हामी तपाईहरुसँग काँधमा काँध मिलाएर जे जहाँ जहाँ सहयोग गर्नुपर्छ, सुधारका विषयहरू उठाउनुपर्छ, उठाउनेछौँ। क्याबिनेटमा पनि आज यो देशको अर्थतन्त्र अप्ठ्यारोमा छ। म अघि भने कुन कुन कारणले अप्ठ्यारोमा छ त्यो म भने। आज होलीको पूर्व सन्ध्यामा यहाँहरूलाई सबैलाई म होलीको शुभकामना पनि दिन चाहन्छु। आज कति ठाउँमा होलीको कार्यक्रमहरू, होली मिलन कार्यक्रम पनि राख्नु भएको छ। साथीहरूले इन्गेजमेन्ट पनि छ, एक दुईवटा, त्यहाँ पनि जानुपर्ने बाध्यता छ। सामाजिक काममा पनि सहभागी हुनुपर्छ हामी। उद्योगी व्यवसायीलाई दुख दिने अनि प्रताडित भएर व्यापारीहरू, राजनीतिक कर्मीबाट, सरकार पक्षबाट अघि राजस्वले छापा मार्ने, व्यापारीलाई लगेर थुन दिने कुराहरू उठाउनु भयो। सरकारमा यो कुरा म राखौँला, तर कानुन मन्त्रीको हैसियतले म यो भन्दा पहिले पनि कतिवटा कार्यक्रममा बोलेको छु। नयाँ नेपालमा अन्य मुल्क, लोकतान्त्रिक मुल्क जस्तै एन्टिसिपेटरी बेल, अग्रिम जमानतको व्यवस्था हुन गइरहेको छ। त्यो कानुन तयार हुँदैछ र मलाई लाग्छ यहाँहरूले उठाउनु भएको विषयलाई यसले धेरै हदसम्म सम्बोधन गर्नेछ। मलाई त्यो विश्वास छ। छलफल भइरहेछ। कुन कुन मुद्दामा प्रहरी प्रशासनले समात्न सक्ने आशंका भएमा कोर्टमा गएर जमानत लिन सक्ने, अग्रिम जमानत लिन सक्ने व्यवस्था गर्ने, मुद्दाहरूको नेगेटिभ लिस्ट राख्ने कि सजाय, यतिसम्म सजाय हुने मुद्दा भनेर तोक्ने कि, त्यो छलफल भइरहेछ। त्यस्तै यो एज, म्यारेज को एज 20 वर्षको कारणले पनि समाजमा धेरै समस्याहरू छ। कानुन न्याय मानव अधिकार समितिका सांसदजीहरू देशैभरिको कारागारहरू, बाल कारागारहरूको अध्ययन गर्दा, अवलोकन गर्दा, त्यहाँ छलफल गर्दा एउटा कुरा आएको, उहाँहरूले दिनुभएको छ सुझाव हामीलाई। यो 20 वर्ष जुन एज छ, खास गरेर सुदूरपश्चिममा, कर्णाली प्रदेशमा, मधेसमा अन्डर एज विवाह भएको कारण रेप केस
अपहरण र बन्धक शरीर बन्धक तीन-तीनवटा केससम्म कानुन अनुसार संविधान अनुसार मुद्दा चलेको छ र त्यसकारण धेरै भाइहरू युवाहरू जेलमा छन्। त्यसमा सुधार गर्नुपर्छ। हामी छलफलमा छौँ त्यो सुधार कसरी गर्ने। एज घटाउँदा महिला एक्टिभिस्टहरू महिला सांसदहरूमा दुईटा मत छ, एउटा त एज घटाउने र एउटा चाहिँ यो एज नघटाउने, तर सजाय घटाउने व्यवस्था हामी गर्दैछौँ। अघि साथीहरूले भनिसक्नुभयो, अगाडिको वक्ताजीहरूले, सरकारले सुशासन र व्यापार प्रवर्धनको लागि अध्यादेश ल्याएको थियो। त्यो प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास पनि भइसकेको छ। अघि चर्चा गर्दा भारतका सम्माननीय प्रधानमन्त्री नरेन्द्र मोदीजीले प्राइम मिनिस्टर हुनासाथ धेरै कानुनहरू संशोधन गर्नु हो। उद्योग व्यवसायदेखि लिएर राज्य सञ्चालनमा भएका ट्रबुलहरूलाई विकास निर्माणको काम गर्न जे जहाँ जहाँ ट्रबुल थियो, अब यहाँ ट्रान्समिसन लाइन बन्न थाल्यो, कहीँ जंगल पनि छैन, दुई चारवटा रुख छ, त्यो काट्नको लागि वन मन्त्रालयसँग अनुमति लिनुपर्ने, त्यसको धेरै झन्झटिलो कानुन छ। तपाईहरुलाई याद होला, छोरीको बाटो हुलाकी सडक बन्दा धेरै समयसम्म काम अगाडि बढ्न सकेन। वातावरण वनको कानुनले अवरोध गर्यो। अहिले सरकारले ल्याएको अध्यादेश, त्यो भारतमा जुन कानुनहरू उहाँहरूले संशोधन गर्नुभयो, कानुनहरू हटाउनुभयो, त्यसको कारण भारतमा आर्थिक मन्दी आयो। तर यहाँ हामीले ल्याएको अध्यादेशको स्वागत उद्योगी व्यवसायी जगतले गरेको छ। तर प्रतिपक्षी पार्टीहरूले आफू सरकारमा हुँदा लगानी समेट भन्दा अगाडि र 80 र 81 मा पनि 2080 सालमा पनि अध्यादेश ल्याउँदा हामी प्रतिपक्षमा थियौं, हामी सहयोग गरेर पास गरायौं। लगानी समिति भन्दा पहिले पनि हामीले ल्याएको अध्यादेश पास गरायौं। तर अहिले आएको अध्यादेशको राजनीतिक विरोधको कारण विरोध गर्नु ठीक होइन। देशमा आर्थिक मन्दी छ, उद्योग व्यवसाय क्षेत्रमा काम गर्ने उद्योगिक व्यवसायीहरू कानुनको कारणले उद्योग व्यवसाय फस्टाउन सकिरहेको छैन। हाम्रो बोर्डर खुला छ, भारत नेपालको बोर्डर। सरकार ले ल्याएको उद्योगी व्यवसायी सुशासनको लागि ल्याएको अध्यादेशको विरोध गर्नुको कुनै तुक छैन। देश अप्ठ्यारोमा छ, आर्थिक मन्दी छ। अहिले पोजिटिभ इन्डिकेटरहरू देखिएका छन्। त्यो पोजिटिभ इन्डिकेटरलाई सदुपयोग गर्दै कानुनमा भएका कमी कमजोरीको कारण जुन जुन क्षेत्रमा जहाँ जहाँ गाह्रो साह्रो छ त्यसलाई हटाउने काम यो सरकारले गर्नेछ। वीरगञ्ज पोखरिया सडक साङ्लो भइसक्यो। जिल्लाभरिको मान्छे बिहान साँझ आउँछन्। यस्तो धेरै ट्राफिक हुन्छ, त्यो 4 लेनको बनाउन जरुरी छ। तिलावे पुल, गण्डक नहरको तिलावे पुल भासिएको छ। अब यो हाम्रो बजेटको जुन सिस्टम छ, असाढमा मात्रै
यो वैशाखमा मात्रै नयाँ बजेटमा त्यसलाई त्यो पुल राख्न सकिन्छ। गभर्मेन्टले चाहेर पनि केही संशोधन गर्न सक्दैन। बाढी पहिरोको कारण, भूकम्पको कारण, मधेस आन्दोलनको कारण, माओवादी आन्दोलनको कारण, कोभिडको कारण, रसिया युक्रेन लगायतका युद्धको कारण देश विश्वभरिमै आर्थिक मन्दी छ। हामी सबैको दायित्व यो लोकतान्त्रिक व्यवस्था, लोकतान्त्रिक संविधान को संरक्षण गर्दै देशमा सुशासनको लागि जे गर्न सकिन्छ, जुन क्षेत्रले हामी सबैले हामी भित्र भएका कमी कमजोरी, चाहे राजनीतिक कर्मी भएको कमी कमजोरी होस्, चाहे उद्योगी व्यवसायीमा भएको कमी कमजोरी होस्, चाहे नेपाल सरकारका ब्युरोक्रेट्सहरू, राजस्व लगायतका पदाधिकारीहरू, प्रहरी प्रशासन सबैले जनताको पक्षमा इमानदारीपूर्वक काम गर्नुपर्छ। अनि मात्रै देशलाई बनाउन सकिन्छ, देशमा आशाको किरण जगाउन सकिन्छ। उद्योग वाणिज्य संघका प्रदेश अध्यक्षजीहरू, पूर्व अध्यक्षजीहरू, सिडिओ साहब, भन्सारका प्रमुखजी, दुवै एसपी साहबहरू र यहाँ उपस्थित सम्पूर्ण मेयर साहबहरू र यहाँ उपस्थित सम्पूर्ण साथीभाइमा मेरो दिवाकाली अभिवादन छ। सबैलाई नमस्कार। नेपालको सबैभन्दा जेठो संस्था वीरगञ्ज उद्योग वाणिज्य संघ, मलाई लाग्छ महासंघ भन्दा पनि जेठो संस्था हो। तर लिपिबद्ध नहुँदाखेरि हामी त्यो महासंघको स्थापनाको उसमा हामी पढ्न सकेका छैनौँ। हाम्रा पूर्व सांसदजी र विधायकजीहरू समेतलाई मेरो अभिवादन गर्छु किनभने नाम छुटे। खासै हाम्रो समस्याहरू दुई तीनवटा ठुलो छ। हाम्रो अध्यक्षजीले मोटामोटी 35 मिनटको मन्तव्यमा वीरगञ्जमा भएभरका समस्याहरू राख्नुभयो, चाहे त्यो प्रहरी प्रशासनको पीडिता होस् या भन्सारको पीडिता होस् या नेपाल सरकारको दोहनका कुराहरू होस्। नेपाल सरकारले यो क्षेत्रलाई पटक पटक दोहन गरेकै छ। हामीलाई पाउने अधिकार हामीले पाएका छैनौँ। त्यो मात्र नेपाल सरकारको गल्ती पनि छैन, त्यसमा गल्ती भनेको हाम्रो वीरगञ्ज उद्योग वाणिज्य संघको पनि गल्ती छ। हामी 3 पन्नाको लिस्ट लिएर जान्छौँ, 3 मिनटमा सकाएर बेलुकासम्म घर आएर फर्किहाल्छौँ। बिहानको प्लेनमा जान्छौँ, काठमाडौँलाई डेलिगेसन दिन्छौँ, डेलिगेसन दिएर फेरि घरमा आएर सुतिहाल्छौँ। अनि हाम्रो समस्या कसैले सुन्छ? अनिलजीले ठिक भन्नुभयो, उहाँको बुवाको समयमा उठेको समस्या आज पनि निरन्तर छ, आज पनि चलिरहेको छ। जस्तो एउटा उदाहरणको रूपमा ड्राइपोर्ट आइसिपी बनिसक्यो, आइसिपीबाट हाम्रो प्राइभेट गाडी आउन दिँदैन किनभने यातायातको पूर्वाधारहरू संरचना भएको छैन, घन्टौं जाममा बस्नुपर्छ। अर्को कुरा, हामी रक्सौलबाट वीरगञ्ज आयो भने 3 ठाउँमा 4 ठाउँमा चेकिङ हुन्छ। आजसम्म कति सामान पकडेर राखेका छौँ। हामी रक्सौल जाँदाखेरि त्यति हुँदैन। ए बाबा, एकै ठाउँमा 3टा चौकी राखेर तपाईहरु चेक जाँच गर्नुस्, जति चेक गर्नुहुन्छ मान्छेलाई झारेर कपडा गरेर त्यो गर्नुस्, त्यसमा आपत्ति छैन। चोरीको हामीहरु प्रोत्साहन गर्न चाहदैनौं, स्मगलरलाई प्रोत्साहन गर्न चाहदैनौं। न स्मगलर हामीले प्रोत्साहन गरेन हुन्छ, त्यो त कसैले लाइन दियो भने जाने हो, न त जाँदैन। जहिले पनि भन्सारबाट माल पास हुन्छ, पथलैले भन्सार समातेर फेरि राष्ट्रमा बुझाइदिन्छ। मेरो भनाइ एउटा मात्र हो, त्यही भन्सारमा पास गरेको माल पथलैयाले समातेर भन्सारमा पठाउँदाखेरि के त भन्सार चिफले भन्नु पर्यो यो माल मैले छोडेको छु, यो जायज हो। त्यो भन्सारमा आउनपछि बिगो राख्नुहुन्छ, बिगो राखेर केस चलाउनुहुन्छ। तपाईले पास गरेर तपाईले कारबाही हुनु हुँदैन। के हेरेर तपाईले पास गर्नुभयो? त्यो बेला पास गर्दाखेरि चाहिँ मिलाएर गर्नु भएको कि नमिलाएर गर्नु भएको थाहा छैन। पास गरिदिनु भयो, भन्सारको पथलैया चिफले समात्यो, पठाइदियो भन्सारमा। अब त्यो व्यापारी बेचाराले अब ध्याइ मरिरहेको छ भनेपछि यो देशमा यो खास मैले सुनाउनु पर्ने कानुन मन्त्रीजीलाई हो। कानुन तपाईहरुले यस्तो बनाइदिनु पर्यो,
कि एउटै ठाउँमा जति चेक गर्नु छ 2 दिन लाएर चेक गर्नुहोस्, भन्सारमा 3 दिन लाएर चेक गर्नुहोस्, हामीलाई अप्ठ्यारो छैन। एउटा खोलेर चेक गर्नुहोस्, त्यो पनि आपत्ति छैन। तर त्यहाँबाट निस्केर सिलबन्दी गरेपछि जुन गन्तव्यमा जाने हो त्यो बाटोमा कसैले चेक नगरिदियोस्। सिल टुट्यो भने व्यापारीलाई कारवाही हुन्छ, नत्र भने त्यहाँसम्म जानलाई अधिकार पाउनु पर्यो भनेपछि यो कानुन छैन। खालि व्यापारी मरिरहने, कर्मचारी हुँदैन। अर्को एउटा नागरिकताको इस्यु भन्छु। मध्य प्रदेशमा व्यापक नागरिकताको उदाहरण छ। डुअल नागरिकतामा मान्छेलाई दिनहुँ प्रताडना गरेको छ। सिडी अफिसमा धेरै ध्याइरहेका छन् के मात्र डुअल नागरिकता भनेको इन्डियाबाट भएको हो? काठमाडौँमा बसेको, क्यानाडामा बसेको, अमेरिकामा बसेको मान्छेहरूको डुअल नागरिकता छैन। मात्र मधेसमा बसेको मान्छेको नागरिकता डबल हो। डबल नागरिकतालाई कारवाही हुनुपर्छ, त्यसको म पक्ष लिएको होइन। मैले कहिले पनि पक्ष लिँदैन। जसको दोब्रो नागरिकता छ, दोहोरो प्रमाणपत्र छ, उसलाई कारवाही हुनुपर्छ। तर दुईटा देश, दुईटा संविधान हुनु भएन। जुन पर्सा जिल्लाको लागि छ त्यो काठमाडौँलाई पनि हुनुहुन्छ, जुन मलाई छ, मन्त्रीलाई छ, त्यो कर्मचारीलाई पनि हुनुपर्छ। कसले ग्रीन कार्ड लिएर काठमाडौँमा बसेका छन् तिनीहरूको पनि खोज खबर हुनुपर्छ भन्ने मेरो आफ्नो एउटा धारणा छ। विद्युत आपूर्तिको कुरा आज हाम्रो सबैलाई एउटा चलन चल्तीमा छ। नेपालको सबैभन्दा हिरो कुलमान घिसिङ, सबले भन्छ नि नेपालमा लोड सेडिङ मुक्त गरेको छ। सोध्नुहोस् त व्यापारीहरूलाई जसको उद्योग चलाएको छ, घरमा 24 घण्टा लाइन आइरहेछ, तर उद्योगमा दिनौँ 10 घण्टादेखि 12 घण्टा लाइन कटिरहेको छ। त्यो मात्र सिमरा र बिरगञ्ज पथैया कोरिडोरमा मात्र, अरू ठाउँमा छैन। यो पक्षपात खालि पर्सा जिल्लालाई मात्र किन? त्यसको लागि कसले हेरिदिने? र अर्को उद्योग वाणिज्य संघको एउटा कमी के भएको छ भने सक्नु भएन, भयो थाहा छैन मलाई, उहाँले प्रयास गर्नु भयो भएन। यो पर्सा जिल्लाको 3टा मन्त्री छ, त्यो 3टा मन्त्रीले एउटा टेबलमा ल्याएर त आफ्नो सामान्य एउटा एजेन्डा पास गराउनु पर्थ्यो। मैले भन्दाखेरि मेरो अनुहारमा कांग्रेसी आउला, तपाईले भन्दाखेरि अर्को आउला। उद्योग वाणिज्य संघमा कसैको छाप आउँदैन। उहाँले 3टै मन्त्रीलाई राखेर पर्सा र पथैया कोरिडोरको समस्यालाई उहाँले भन्नुभयो 3टा संघीय मन्त्री, 2टा प्रदेशको मन्त्रीलाई बसाएर गरे भने बिरगञ्ज औद्योगिक कोरिडोरको विकास हुन्थ्यो भन्ने मेरो एउटा धारणा छ। केही एजेन्डाहरू छुटे, जस्तो रक्सोलको एयरपोर्टको लागि पोलिटिकली हामी नेपालको भन्न सक्दैन, उद्योग वाणिज्य सक्छ। अर्को कुरा, उद्योग वाणिज्य संघले आफ्नो दिनौँ दिन स्तर कतिको बढाएको छ, कतिको घटाएको छ, त्यो मूल्याङ्कन गर्ने उद्योग वाणिज्य संघका खास गरेर कार्य समितिले बोल्दैन, कार्य समितिले कुरा उठाउँदैन, सभापतिले त्यसको अनुमोदन गर्दैन भन्ने आउने दिनमा जुन स्तरमा हामी पुगेका छौं त्यो भन्दा अझ खुकुलो हुन्छ। कुनै जमाना थियो बिरगञ्ज उद्योग वाणिज्य संघले बोलेपछि केन्द्र सरकारले मनन गर्थ्यो। आज मनन नगर्नुमा हाम्रो कमजोरी भएको छ। यसलाई ध्यान दिएर हामीले आफैलाई करेक्सन गर्नुपर्छ। नभए जसरी आज राजाको जुलुसले हामी नेताहरूलाई करेक्सन हुन टाइम दिएको छ, त्यसै तपाईहरुलाई पनि आउने दिनमा करेक्सन हुनुपर्छ भन्दै बिदा हुन्छु। धन्यवाद, नमस्कार, जय नेपाल। अहिलेको देशको जो मेन समस्या छ भ्रष्टाचारको, त्यो समस्या समाधान गर्नको लागि अहिले सरकारले घोषणा गर्नुभयो 7 दिनभित्रको, त्यस्तो मलाई लाग्दैन त्यसबाट केही सम्भव हुन्छ। त्यसको लागि एउटा अरू विदेशमा पनि छ, त्यसको लागि एउटा एप डेभलप गरेर एपको मार्फत चाहिँ जनताको समस्या समाधान गर्नुपर्छ। र साथसाथमा म मन्त्रीज्यूलाई जानकारी गराउँछु, अहिलेको अर्थव्यवस्था सुधार गर्नको लागि मैले पनि एउटा रोड म्याप बनाएको छु। उहाँ चाहनुहुन्छ मन्त्रालयमा उहाँ मार्फत म मन्त्रीज्यूलाई एउटा बैठक गरेर त्यसको लागि पनि म चाहिँ जानकारी गराउन चाहन्छु र हाम्रो सुझाव पनि दिन चाहन्छु। यदि प्रमुख अतिथिको रूपमा आउनुहुने मान्य मन्त्रीज्यू, प्रमुख जिल्ला अधिकारीको रूपमा पर्सा जिल्लामा करिब 5 महिना मैले चाहिँ काम गरेँ, करिब 4.5 महिना हुँदैछ। योभन्दा अगाडि रूपन्देही जिल्लामा काम गरेर म यहाँ त आएको हो। व्यवसायी साथीहरूका समस्या, बोर्डरसँग सम्बन्धित बोर्डरमा जोडिएका जिल्लाका समस्याहरू, उद्योगी व्यवसायीका सवाल र सरोकारहरूको बारेमा केही जानकारी छ। विषय के हो भने हाम्रा केही चाहनाहरू छन्, हाम्रा केही अपेक्षाहरू छन्, व्यवसायी साथीहरूका पनि अपेक्षाहरू छन्। राष्ट्रिय सुरक्षामा बस्ने
प्रशासनमा बस्ने राष्ट्रिय सेवा कर्मचारीका पनि तपाईहरुप्रति केही आग्रह छन्, केही निवेदनहरू छन्, ती जायज पनि छन्। हामी चाहन्छौं व्यवसायहरू मर्यादित तरिकाले व्यवसाय गरून् भन्ने हामी चाहन्छौं। मर्यादित व्यवसाय गर्ने सन्दर्भमा साथीहरुका हरेक तहका समस्याहरूलाई, जटिलताहरूलाई सम्बोधन गर्नका लागि कानुन विधि र पद्धति संगत ढंगले उहाँहरुका जायज स्वार्थहरूको संरक्षण गर्नका लागि हामी पछाडी हट्नु हुँदैन, हामी पछाडी हट्दैनौं। सँगसँगै हामी चाहन्छौं व्यवसायी साथीहरुले राज्यलाई तिर्नुपर्ने कर राजस्वमा कन्जुसाई नगर्दिए हुन्थ्यो भन्ने हामी चाहन्छौं। व्यवसायी साथीहरुका देखाउने र वास्तविक फरक फरक लेजरहरू नभइदिए हुन्थ्यो भन्ने पनि हामी चाहन्छौं। त्यसैगरी तपाईहरुका पनि हामी प्रति आग्रह छन्। मैले अघि भने व्यवसायी साथीहरुप्रति सार्वजनिक जिम्मेवारीमा बसेका मान्छेहरुको तर्फबाट, राष्ट्र सेवक कर्मचारीहरुको तर्फबाट राजस्व र प्रशासनसँग सम्बन्धित सरकारवाला निकायको प्रमुखको रूपमा हाम्रा केही अपेक्षाहरू छन् भन्ने कुरा मैले निवेदन गरेँ। त्यसैको आलोकमा हामीले अनुगमनहरू गरिरहेका छौं र अनुगमनहरू गर्छौं। सँगसँगै साथीहरुको आग्रह छ हामीप्रति, हामी स्वीकार छौं, किनभने स्वीकार गरिएन भने सुधार गरिँदैन। त्यो स्थापित सत्य हो र त्यो मान्यता हो। व्यवसायी साथीहरुका हामीप्रति छन् गुनासाहरू छन्, हामी भलीभाँति जानकारी राख्दछौं त्यो कुरा। उहाँहरुका गुनासा छन्, अनुगमनको नाममा विभिन्न खालको चाहिँ हामीलाई चाहिँ हतोत्साहन भयो भन्ने कुराहरू साथीले कुरा राख्नुभयो, अहिले अब चाहिँ अध्यक्षज्यूले कुरा राख्नुभयो। ती कुराहरू एक हदसम्म सनातनी हुन्। नेपालको सन्दर्भमा सबै ठाउँमा उठाइने विषयहरू साझा विषयहरू हुन् र केही हदसम्म सत्यको नजिकका विषयहरू पनि हुन्, तर पूर्ण रूपमा 100% नै सत्य हुन् भनेर भन्न सकिँदैन। कर्मचारीहरू, हामी सबैको अभिभावक मान्य मन्त्रीजी यहाँ हुनुहुन्छ, आदरणीय व्यवसायी साथीहरू, कर्मचारीहरू सेवाग्राहीले फनी घुमाउँछन् भन्ने आरोप र आलोचनाको जगमा काम गरिरहेका हुन्छन्। सबै त्यस्तै हुँदैनन्। व्यवसायीहरू मर्यादित व्यवसाय गर्ने व्यवसायहरू पनि छन्। अघि मैले भन्ने गरेको अलिकति उठान गरेँ मैले, त्यो त्यसरी चाहिँ अवैध तरिकाले छिटो आम्दानी गर्न खोज्ने प्रवृत्ति पनि छ। त्यो स्थापित कुरा हो, त्यसलाई धेरै डिफेन्स नगरौँ। त्यसैले हामी सबैले स्वीकार गर्नुपर्छ, हाम्रा कर्मचारी तन्त्रमा समस्या छन्, हामी सुध्रिनुपर्छ। व्यवसायिक क्षेत्रमा पनि समस्या छन्, व्यवसायी साथीहरू पनि सुध्रिनुपर्छ भन्ने सत्य र त्यो स्थापित मान्यतालाई हामी सबैले अंगीकार गर्न जरुरी छ। त्यो स्वीकार गर्यौं भने हामीले के कुराको निष्कर्षमा पुग्न सक्छौं भने कोभिड-19 पछि हामी सबै एउटा दबावमा छौं। व्यवसाय शिथिल छ, व्यवसायी साथीहरू दबावमा हुनुहुन्छ। राज्यले साधारण खर्च पनि धान्न नसक्ने गरी राजस्व उठाउन सकिरहेको छैन, राज्य पनि आफ्नो दबावमा छ। त्यसैले हामी आफ्नो ठाउँमा रहेका गल्तीहरू स्वीकार गरौँ, सुधार गर्न सकिने कुराहरू सुधार गर्दै जाउँ। कमसेकम व्यवसायको छाता संस्था, यो पुरानो संस्थाको यो साधारण सभाको सन्दर्भमा यो खालको जाँगर साथीहरूलाई चलोस्। औला अर्कोतर्फ देखाउने कुरा जरुरी छ, किनभने हामी प्रश्न र प्रतिक्रिया भन्दा बाहिर कोही पनि छैनौं। मैले कुरा राखेँ। सँगसँगै आफूले आफूलाई इन्ट्रोस्पेक्सन पनि गर्न जरुरी छ, त्यो पनि सँगै गर्दै जाउँ। त्यसैले साथीहरूलाई हाम्रो आग्रह छ, तपाईहरुका चाहनाहरू व्यवसायको सञ्चालनको सिलसिलामा अनावश्यक झन्झट, कर्मचारी सुरक्षाबाट हुने अथवा राजस्व प्रशासन र सुरक्षाबाट हुने अनावश्यक झन्झटहरू हुनु हुँदैन भन्ने कुरामा हामी एकदमै सचेत छौं। माननीय मन्त्रीज्यू, यो विद्युत उद्योग वाणिज्य संघका वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्षज्यू, हामी एकदमै सचेत छौं, हामी सतर्क छौं। तपाईहरुलाई म प्रतिबद्धता व्यक्त गर्न चाहन्छु। हामीलाई थाहा छ वीरगञ्ज देशको आर्थिक गतिविधिको, उद्योग र व्यवसाय र अर्थतन्त्रको केन्द्र हो। यो हामीलाई थाहा छ। त्यति मात्रै होइन, वीरगञ्ज समग्र देशको उद्योग र व्यवसायलाई हेर्ने आँखी झ्याल पनि हो। यदि वीरगञ्जका व्यवसायहरू निराश भए भने, वीरगञ्जका व्यवसायहरू हतोत्साहित भए भने, वीरगञ्जका व्यवसायहरू जुर्मराएनन् भने देशको अर्थतन्त्र मोलाउन सक्दैन, देशको उद्योग व्यवसायले गति लिन सक्दैन भन्ने चाहिँ तथ्यमा हामी स्वीकार गर्छौं। त्यो तथ्यलाई हामीलाई थाहा छ। त्यसैले तपाईहरुका जायज स्वार्थहरूको संरक्षण गर्नका लागि हामी तपाईहरुसँग हातेमालो गर्न तयार छौं।
पारदर्शितापूर्ण ढङ्गले हामी तपाईँहरूसँग काम गर्न तयार छौँ। वीरगञ्ज उद्योग वाणिज्य सङ्घका साथीहरूले प्रमुख जिल्ला अधिकारीको रूपमा म यहाँ आइसकेपछि उठाउनु भएको केही कुराहरू हामीले मलाई लाग्छ अध्यक्षज्यू हामीले चाहिँ केही कुराहरू पुरा गरेका छौँ। माननीय मन्त्रीज्यू के साथीहरूले कुरा उठाउनु भएको थियो कोभिड-19 अगाडि र पछिको सन्दर्भमा भन्सारमा त्यो भन्सार खुल्ने समयको कारणले चाहिँ समस्या भयो भन्ने कुरा उहाँहरूको थियो। हामीले पुस 1 गतेदेखि बिहान 5 बजेदेखि बेलुकी 11 बजेसम्म चाहिँ भन्सार चाहिँ खोल्ने गरी हामीले निर्णय गरेर त्यो कार्यान्वयन लगिसकेका छन्। नम्बर 1। नम्बर 2, साथीहरूले कुरा राख्नु भएको छ हाम्रो फोकस छ, हामी लागिरहेका छौँ भन्सार अथवा राजस्व सङ्कलनको केन्द्र मात्रै होइन, व्यवसाय प्रवर्धनको व्यापार सहजीकरणको आधारशिला बन्न जरुरी छ भन्ने कुरा हामीले चाहिँ बुझेका छौँ। त्यसका लागि हामी काम गर्दैछौँ। खास गरी व्यवसायी साथीहरूले मान्य मन्त्रीज्यू धेरै उद्योग रूपन्देहीमा छँदा पनि धेरै सरकारवाला र मान्य मन्त्रीज्यू मान्य सांसदज्यूहरू लगायत धेरै सरकारवाला नेतृत्वदायी भूमिकामा रहनुहुने आदरणीय महानुभावहरूलाई हामीले ध्यान आकर्षण गराएकै विषय हो। खास गरी त्यो कुरा हामीले सार्वजनिक हिसाबले भन्दा पनि खासै फरक पर्दैन, किनभने जो पारदर्शी छ, जसले छाती खुलाएर बोल्न सक्छ, उसको पछाडि गडबड छैन भन्ने कुरा हिसाबले मान्छेले बुझेका हुन्छन्, जनताले त्यो कुरा बुझेका हुन्छन्। हामीले बजारमा 25-50 हजार रुपियाँ एक रातमा पर्ने गरी होटल व्यवसाय सञ्चालन गरेका छौँ। एक रातमा 50,000 रुपियाँ चाहिँ होटलको चाहिँ भाडा हुन्छ। पारीबाट हामी नेपालीहरूको अफोर्डेबल क्यापासिटी कति होला, पारीबाट यता आउने व्यवसायीलाई 25,000 रुपियाँ आइसी भन्दा बढी दिन पाउँदैनौँ भनेर रोकावट गर्ने कुरा त्यो वास्तवमा चाहिँ अत्यन्तै अव्यवहारिक थियो। त्यो कुरा हामीले रूपन्देहीमा पनि त्यसको सहजीकरण हामीले गरेको। मान्य मन्त्रीज्यू त्यसको व्यावहारिक समाधान यहाँ अहिले 2टा हिसाबहरू हुनुहुन्छ, मैले खोजिसकेका छु। हामी स्पष्ट छौँ। ठिक छ, राज्यले 500 र 1000 रुपियाँको चाहिँ आइसी करेन्सीलाई त ब्यान गरेकै छ। राज्यको नीतिभन्दा बाहिर गएर जान सकिने, बोल्न सकिँदैन, त्यसको कल्पना पनि गर्न सकिँदैन। तर 25,000 भन्दा बढी चाहिँ ल्याउन चाहिँ पाइँदैन भन्ने अथवा 25,000 भन्दा बढी चाहिँ इन्डियन करेन्सी बोकेको कारणले कुनै पनि पर्यटकलाई चाहिँ मुद्दा लाग्दैन भन्ने कुराको सुनिश्चित हामीले गरेका छौँ। त्यो व्यावहारिक समाधान हामीले खोजेका छौँ। यसको अर्थ जे पनि गर्न पाइन्छ भन्ने चाहिँ के मात्र होइन। तस्करीको नाममा, हुन्डीको नाममा गलत क्रियाकलापहरूलाई त स्वाभाविक हिसाबले हामी हेर्छौँ नै, तर नेपालमा बस्ने गरी, नेपालमा खर्च गर्ने गरी, नेपाली भूमिमा आफूले चाहिँ कमसेकम 2-4 दिन बिताउने गरी जुन रकमको जोहो गरेर आउँछन् हाम्रो भारतीय पर्यटकहरू, उनीहरूलाई दुःख हैरानी हुनु हुँदैन, चेक जाँचको नाममा अनावश्यक झन्झट हुनु हुँदैन। खास गरी 2टा कुरा अहिले हामीले चाहिँ भन्सारको समय चाहिँ एक्सटेन्डेड सर्भिसको कुरा र मैले अहिले हजुरहरूलाई भनेको त्यसको 25,000 आइसीको व्यावहारिक समाधानको पाटोमा हामी गएका छौँ भन्ने कुरा यो सन्दर्भमा मैले राख्न चाहेँ। र अर्को मेजर कुरा चाहिँ अहिले उद्योग वाणिज्य अध्यक्षले कुरा गर्नुभएको छ। अर्को विषय भनेको भारतीय भूमिबाट नेपालमा प्रवेश गर्ने पर्यटकहरूलाई ठाउँ-ठाउँमा चेक जाँच भयो भन्ने कुरा छ। मैले हाम्रो सुरक्षाका प्रमुख साथीहरूसँग भनेको छु, मलाई लाग्छ होली लगत्तै पछि हामीले पर्सा जिल्लामा, कमसेकम पर्सा जिल्लामा यहाँ के अरे सिमराको साहब पनि हुनुहुन्छ, के अरे बाराको प्रमुख जिल्ला अधिकारी र त्यहाँको चाहिँ सुरक्षा प्रमुखसँग योभन्दा अगाडि हामीले कुरा पनि गरिसकेका छौँ। त्यसपछि यसलाई चाहिँ विस्तार गर्दै लिएर जाउँला। हामीले पर्सा जिल्लामा कमसेकम भारतीय भूमिबाट प्रवेश गर्ने पर्यटकलाई एक ठाउँ मात्रै चेक गर्ने, अन्यत्र चेक नगर्ने गरी प्रणाली हामी विकास गर्न गइरहेका छौँ। त्यो कुरा पनि राख्न चाहन्छु। यी कुराहरू व्यापार सहजीकरणका लागि प्रशासनले नीतिगत प्रारूपभित्र रहेर गर्न सकिने कुराहरू थिए। अरू यहाँले उठाउनु भएका विषयहरू त मान्य मन्त्रीज्यूले नीतिगत विषयमा चाहिँ मान्य मन्त्रीज्यूबाट चाहिँ अहिले सम्बोधन हुने नै छ। जिल्ला उद्योग वाणिज्य सङ्घले नेतृत्व गरेर नेपाल उद्योग वाणिज्य महासङ्घले पनि अहोरात्र काम गरिराखेको अवस्था छ। यो काम गर्दा गर्दै पनि आज पनि हामी आफ्ना बिजनेस कम्युनिटीलाई धेरै हदसम्म सन्तुष्ट गर्न सकेका छैनौँ। साथीहरू, नेपाल उद्योग वाणिज्य महासङ्घले काम गरे बापत आज ब्याङ्किङ इन्ट्रेस्टहरू कम भएको त छ, तर आज पनि निजी क्षेत्रले त्यहाँबाट पैसाहरू उठाउन उहाँहरूको मनोबल उच्च हुन सकेको छैन। यानि कहीँ न कहीँ कन्फिडेन्स लेभल बिजनेस कम्युनिटीको आज पनि घटेको अवस्था छ। इन्ट्रेस्ट कम हुने बित्तिकै पैसा चलायमान हुनु अवस्थाहरू छैन। त्यसको लागि माननीय मन्त्रीज्यूले अब आउने दिनमा यसलाई कसरी चलायमान गर्ने, ब्याङ्कमा पैसा छ, व्यापार चाहिँ सुकेको अवस्था छ, हरेक निजी क्षेत्रको चाहिँ मनोबल चाहिँ टुटेको अवस्था छ, यसलाई हामीले आउने दिनमा कसरी परिपूर्ति गर्ने भन्ने कुरातर्फ माननीय मन्त्रीज्यूलाई म ध्यान आकर्षण गर्न चाहन्छु। अर्को सबभन्दा महत्त्वपूर्ण कुरा हामी बारम्बार के भन्छौँ भने नेपालको कुनै पनि उद्योग वाणिज्य सङ्घ या जिल्ला उद्योग वाणिज्य सङ्घमा महिलाहरू
को उपस्थितिलाई हामीले दरिलो कसरी बढाउन सक्ने, उहाँको एउटा उद्यमशीलतालाई, उहाँको एन्टरप्रेन्योरसिपलाई हामीले अगाडि कसरी बढाउन सक्ने, यो कुरा यो आजको मिटिङले छर्लङ्गै हेरिराखेको अवस्थाहरू छ। उहाँको मनोबल बढाउनको लागि हामीले कानुनतर्फ अगाडि बढाएर कसरी काम गर्न सक्छ। तेस्रो कुरा जुन अध्यक्षज्यूले पनि भन्नुभएको छ, आज सबभन्दा ठुलो समस्या युवाहरूलाई विदेशबाट जानबाट रोक्ने, उहाँले आफ्नो देशमा क्रियाशील बनाउने, आफ्नो देशमा उद्यमशीलतातर्फ अगाडि बढाउने, कृषि सेक्टरमा अगाडि बढाउने, हाम्रो टुरिस्टको सेक्टरमा अगाडि बढाउने कसरी रोक्ने त? यसको लागि हामी कुन कुन कानुनहरू बनाएर कसरी अगाडि बढ्नुपर्ने अवस्थाहरू हुन सक्छ, या देशका कहाँ कहाँ संशोधनहरू गर्नुपर्ने हुन्छ, त्यो अलि आवश्यक छ। माननीय मन्त्रीज्यूको धेरै निजी क्षेत्रलाई धेरै नजिकबाट उहाँले हेर्नुहुन्छ। आज साथीहरूले उठाउनुहुन्छ जेल र नेलको अवस्था, कुनै पनि उद्योग व्यापारलाई कहीँबाट पनि उठाएर जेलमा हालिदिने, या चाहिँ अनुसन्धान भइराखेको नाउँमा 10 दिन 15 दिन भित्र राखेर पनि अनुसन्धान गर्ने जुन कुराहरू छ, त्यसतर्फ मैले उहाँको ध्यान आकर्षण गर्न चाहेँ। अग्रिम बेलका कुराहरू उहाँ काम गरिराख्नु भएको छ, तर यो अग्रिम बेलहरू आइदिनु पर्यो। यो आइसकेपछि हाम्रो मनोबल अझ पनि धेरै उच्च हुन सक्ने सम्भावनाहरू हुन्छ। आउने दिनमा अख्तियारले पनि निजी क्षेत्रमा हात हाल्ने कुराहरू चलेको अवस्था थियो, जसमा नेपाल उद्योग वाणिज्य महासङ्घले एउटा पहल गरेर त्यसलाई रोक्न लगाएको छ। यसतर्फ पनि मैले आउने दिनमा निजी क्षेत्रलाई चेक गर्ने निकायहरू बढीभन्दा बढी भएको अवस्था रहेको माननीय मन्त्रीज्यूलाई अनुरोध गर्न चाहे। जसरी ब्याङ्कहरूलाई राष्ट्र ब्याङ्कले चेक गर्छ, इन्सुरेन्सलाई तपाईँको त्यहाँका इन्सुरेन्स कम्पनीका हेडहरूले चेक गर्छ, त्यसमै बिजनेस कम्पनीलाई पनि चेक गर्ने एउटा मात्र निकाय हुनुपर्दछ। आज 10वटा 15वटा निकायले जो चाह्यो त्यसले नै बिजनेसमा गएर छापा मार्ने, जेल हालिदिने, यस्ता प्रथाहरूले आउने दिनमा जुन हिसाबमा चाहिँ हाम्रो बिजनेस ओह्रालो लागिराखेको त्यसलाई ओकालो गर्नको लागि हामीले केही न केही एउटा कडा डिसिजन्स गरेर अगाडि बढ्नुपर्ने अवस्थाहरू छ। आज हामी हेरिसक्यौँ, हाम्रो सामसभा छ, उपस्थिति एकदम न्यून भएको छ, यहाँबाट पनि भनिएको छ अलिक सानो गर्नुहोस्, साथीहरूले पनि भनिराख्नु भएको छ। म धेरै इस्युमा जान चाहँदैन, तर पर्सा जिल्लाका हाम्रा माननीय मन्त्रीज्यूसँग यहाँका आम जनताको, आम व्यक्तिको धेरै आकांक्षा छ माननीय मन्त्रीज्यू, र हामी तपाईँको साथमा पहिला पनि थिए, आज पनि छु, र भविष्यमा पनि यो निजी क्षेत्र तपाईँको साथमा रहनेछ भन्ने हामी वाचा गर्न चाहन्छौँ। र हामीलाई घमण्ड छ कि तपाईँ आज देशको एउटा नम्बर 1 मिनिस्टरको रूपमा देशले नै परिभाषित गरेको छ। यो कुरा वीरगञ्जवासीको लागि घमण्डको कुरा हो। यति भन्दै म आफ्नो शुभकामना मन्तव्य अन्त गर्न चाहन्छु। धन्यवाद। यो मेरो शुभकामना हो। अहिले यो साधारण सभाबाट विदा हुन लागेका उद्योग वाणिज्य संघका, वीरगञ्ज उद्योग वाणिज्य संघका सम्पूर्ण पदाधिकारीहरूको यति राम्रो काम गर्नु भएको छ, उद्योगी व्यवसायीहरूको पक्षमा निरन्तर आवाज उठाउनु भएको छ, त्यसको लागि बधाई दिन चाहन्छु र आउने कार्य समितिलाई शुभकामना दिन चाहन्छु। म जहिले पनि उद्योग वाणिज्य संघको कार्यक्रममा आइराख्दा उद्योग वाणिज्य संघका साथीहरू, उद्योगी व्यापारीहरूको गुनासाहरू घट्नुको सादा बढेकै हेर्छु म। किन नकिन सरकारका सबै मन्त्रीहरू, प्रधानमन्त्रीहरू आउनुहुन्छ, कुरा सुन्नुहुन्छ। अघि मैले गणेश दाईलाई सोध्दै थिएँ, यति समस्याहरू थुप्रिँदै गइरहेको छ, तपाईँहरू निरन्तर अर्थमन्त्रीहरूसँग कुरा गर्नुहुन्छ, भेट्नुहुन्छ, किन समस्या समाधान गर्नुहुन्न भनेर सोधेको। उहाँको पनि गुनासो सुनेर मैले म आफै चुप भइहालेँ। तैपनि तथापि हाम्रो देशको आर्थिक स्थिति एकदम कमजोर हुँदै गइरहेको छ। सुधार हुनुभन्दा हुनुभन्दा पनि झन् बिग्रिँदै गइरहेको अवस्थामा अहिले नयाँ टिमले राम्रो काम गरोस्, कमसेकम सरकारलाई राम्रो सुझाव दिन सकोस्, सरकारले त्यो सुझावलाई कार्यान्वयन गरोस्, यो शुभकामना दिँदै नयाँ हुने कार्य समितिलाई हार्दिक बधाई दिन चाहन्छु। धन्यवाद जनपा।